हेलो साथीहरू, आज चाहिँ हामी ताल हेर्न आएको छ सुजी आएर। हेलो साथीहरू, नमस्ते सबैजनालाई। आज चाहिँ हामी कोरियामा भएको ताल हेर्न आएको छौँ। छ सुजी भन्छ कोरियामा चाहिँ। ताल हेर्छौँ। टेन तर यो होइन, यो हो। वाउ, एकजनाले माछा मार्दै हो। देखिँदैन क्यामेरा, फ्रन्ट क्यामेराबाट देखिँदैन। यस्तो रमाइलो वातावरण छ आज चाहिँ। वाउ वाउ, त्यहाँ हेर्नु न कस्तो खतरा देख्यो क्या यो चट्टानलाई है। वाउ, आजको मौसम चाहिँ साह्रै राम्रो छ क्या। कति मिलेको यो चाहिँ एउटा अब हामी हिँड्छौँ बिस्तारै बिस्तारै टक्क लाएर त्यहाँ चाहिँ एउटा दाइले माछा मार्दै हुनुहुन्छ होइन। माछा मार्न पाउने हो कि होइन। टक्क लाएर यहाँको माछा त अलि मिठै होला हौ। सानो बाबु नानीहरू नि मजाले खेलिरहेको छ। अरूभन्दा नि मौसम चाहिँ कति राम्रो क्या आज, कति शीतल, कति आनन्द, कति हावा चलेको। वाउ, मजा आइरहेको। ल मजा आउने भयो आज चाहिँ। कस्तो यो त नेपालकै हेर आयो। पुतलीहरू मजाले खेल्दैछन् फुलमा। पहिले सानोमा चाहिँ पुतलीको कति टिका लगाइन्थ्यो। अब त टिका लगाएर पनि केही हुँदैन होला है। सानोमा चाहिँ 1 रुपियाँ 2 रुपियाँ पाइन्छ, 5 रुपियाँ पाइन्छ भनेर टिका लगाइन्थ्यो। अब त काम छैन टिका लगाएर पनि। 5 रुपियाँले पुग्दैन। क्यामेरा छ टक्क लाएर मेरो फोटो खिच्न राखेको कि। यस्तो मिठो हावा चलेको छ, यस्तो मिठो हावा। नेपालको हावा चल्छ, नेपालको हावा कडा। मेरो गिम्बल बिग्रियो, धेरै हल्लिरह। यो गिम्बल यस्तै हुन्छ किनभने सस्तो गिम्बल हो, किनभने म महँगो किन्न सक्दिनँ, त्यसैले यस्तो भइरह।
राम्रो छ नि होइन भिडियोमा मेरो बोली क्लियर आउँदैन मलाई थाहा छ किनभने मेरो बोली नै यस्तै छ 친한 친구 사이에 할 만한. यसको दामी छ यहाँ पनि केमा राखेको छ मेरो लागि धन्यवाद कोरियन सरकार वाउ कति गहिरो होला यहाँ ल साथीहरू के को बुट हो यो थाहा भए कमेन्ट गर्नु है ल एउटा ठुलो नदी जस्तो देखेको छ नि नारायणीको पुल जस्तो चितवनको तर चाहिँ तल चाहिँ नारायणी नदी तर होइन यो कत्रो ठुलो देखेको क्या यो ताल हो ताल भए पनि नारायणी खोला जस्तो क्या ठ्याक्कै यो चाहिँ नारायणीको पुल हो साथीहरू चितवनको यिनीको चाहिँ खोला हो नदी हो नारायणी नदी होइन त टक्क हामी आयौँ यहाँसम्म ओ यता नि बाटो रहेछ नि यहाँ माथि जाने बाटो रहेछ तर कहाँ पुग्छ फोहोर लाग्यो भने जङ्गलभित्र छिरेपछि यस्तो हुन्छ क्या जङ्गलभित्र छिरेपछि त्यसमा त हावै हानेर हावै हानेरहेछ यो चाहिँ ठ्याक्कै कति छ भने होइन यसको तालको एरिया होइन टक्क त्यहाँ त्यो लास्ट भइहाल्यो त्यहाँदेखि टक्क लाएर उतासम्म त हो अघि म आएकोदेखि अघि यताबाट आएको त्यो एरियाबाट
त्यो पुलसम्म ठ्याक्कै पुलै छ ठ्याक्कै दुईतिर ठ्याक्कै पहाड छ नि त होइन दुईतिर पहाड त्यही भएर ठ्याक्कै पानी जमेर बसेको रहेछ कि कस्तो हेर नि ठ्याक्कै तल पनि हेरै छ नि त्यो बोटिङ गराएर त्यो स्केटिङ गर्छ नि पानीमा हो त्यो चाहिँ छ क्या त्यही छ भनेर भन्नु भएको थियो अघि एउटा मान्छेले होइन ओ त्यहाँ के हो क्राइटेरिया त्यो पनि मलाई बुझ्न मन त लागिरह अहिले हामी जान पनि सक्छौँ नजान पनि सक्छौँ त्यहाँ चाहिँ कोरियाको कुकुर भने यस्तै हुन्छ प्रायः जसो मान्छेले मन पराउने चाहिँ सानो सानो बिरालो जत्रो मलाई चाहिँ बिरालो जत्रो कुकुर चाहिँ खासै मन पर्दैन अलि ठुलै भोटे कुकुर चाहिँ ठुलो कुकुर चाहिँ मनपर्छ त्यो सानो कुकुर पाल्नु हुनु त बरु बिरालो पालेको ठिक लाग्छ मलाई चाहिँ तर मान्छेको आफ्नो सोच हो यो पनि त राम्रै हुन्छ तर मेरो पर्सनल ओपिनियन मात्र अनि कोरियामा चाहिँ होइन कुकुरलाई यसरी पार्कहरूमा लिएर हिँड्दाखेरि बाहिर पब्लिक एरियामा लिएर हिँड्दाखेरि चाहिँ त्यहाँ कुकुरले चाहिँ टोइलेट गऱ्यो भने चाहिँ अनि चाहिँ प्लास्टिक लिएर हिँड्नुपर्छ अरे अनि प्लास्टिक लिएर अनि आफैले चाहिँ कालो प्लास्टिकमा अनि आफैले सफा गरेर लिएर जानुपर्छ अरे भन्ने सुनेको मैले तर एक्ज्याक्टली के हो मलाई पनि थाहा छैन त्यो कुरा चाहिँ जिन्दगी कहिले भिडियो नगरेको मैले आज भिडियो गरेको अघि यस्तो ठडाएर गरेछु यस्तो सुताएर गर्नुपर्दो रहेछ थाहा नै भएन यार ठिकै छ अबदेखि चाहिँ यसरी गर्नुपर्दो रहेछ अहिले बुझ्दैछु बल्ल तर यो बोली चाहिँ अहिले भएन क्या ए लगाएर पनि यसमा नोइज क्यान्सलेसन गर्नु पऱ्यो भोइसलाई क्लियर पाउनु पऱ्यो भनेर भन्दाखेरि नोइज क्यान्सलेसनको ठाउँमा मेरै भोइस क्यान्सलेसन गरिदियो भने गाह्रो पो छ एक त बोल्न आउँदैन त्यसमाथि भोइस क्लियर छैन यस्तो मिलाएर बोल्दा पनि होइन अघि नैको त्यो साइकल चलाउने बाबुहरू आइरहेको छ यहाँ बाबु नानी दाजु ए बहिनी हो क्या नानी हो क्या नानी जस्तो छ है क्युट छ क्युट म चाहिँ मान्छेहरूको अगाडि ठ्याक्क बोल्न लाज लाग्छ होइन अनि मान्छेहरूको ट्याक्क कटेपछि ठ्याक्क बोलिरहेको छु अहिलेलाई त्यसरी पनि चलाऊँ पछि के हुन्छ थाहा होइन अहिले चाहिँ अलि मेरो नेचर चाहिँ साई नेचर छ साई नेचरले गरेर म चाहिँ मान्छेहरूको अगाडि बोल्नलाई लाज लाग्छ लाज भन्दा पनि अप्ठ्यारो लाग्छ यस्तो पानी नभएर
अब आफ्नो भिडियो नि खिच्नु पर्यो होइन कति यो चाहिँ बाटो देखिराख्नु अन्त मेरो भिडियो भन्दा त बाटो ठिक होला मेरो अनुहार भन्दा त यो पनि खिचौँ न यो चाहिँ मेरो अनुहार हो चस्मा लगाएर अलि राम्रो देखिन खोजौँ न होइन के छ र उता हेर्नु है अघि मैले भनेको थिएँ नि वाटर सफिङ कस्तो मजाले आउँथ्यो त्यहाँ डुबे क्या हो डुबे जस्तो है अन्त केही हुँदैन लाइफ बोट लगाएको हुन्छ लाइफ ज्याकेट सल्टी त्यही भएर म चाहिँ बोल्न सकिनँ त्यहाँ अनि टक्क लाएर रुसुक्क परेर अनि निक्लेर आएँ त्यो पनि एउटा कलै हो होइन कपाल काटिदिनु भनेको म्युङसिल गएर के भन्छ भन्दाखेरि ए मैले चाहिँ यस्तो यस्तो काट्दै भनेर भनेको अनि ल भन्यो होइन अनि चाहिँ मैले चाहिँ अगाडि लिएर राखेँ पछाडि अलि टक्क हल्का राख्दै अलि हर्स कट टाइपको नेपालमा काट्छ नि अनि त्यस्तो काट्दै भनेर भनेको अनि फोटो पनि देखाउँदै थियो यस्तो यस्तो भनेर अनि मैले यस्तो यस्तै भनेर देखाएँ होइन अलिअलि कपाल लामो भएको अगाडि र पछाडि तर काट्ने बेलामा उनीहरूलाई जे मन लाग्छ जस्तो मन लाग्छ त्यस्तै नै काटिदिन्छ यो कोरिया जापानमा त्यस्तै हुँदो रहेछ क्या हो मेरो साथीले पनि त्यस्तै भन्छ उनीहरूलाई जस्तो मन हुन्छ क्या सुरुमा त काटे जस्तो गर्छ पछाडि नै अलि राखे जस्तो गरिरहेको थियो पछि त यस्तो खुर्किँदै लिएर गयो अब मैले के भन्नु अनि अब कपाल त आइहाल्छ नि त समस्याको कुरा त होइन अनि त छोटो भयो लङ टाइममा आउँछ अलिक ढिलो लाग्छ केही भएन राम्रै भयो तर भने जस्तो चाहिँ काटिदिँदैन क्या गाह्रो चाहिँ गाह्रै छ कोरिया जापान उनीहरूलाई चाहिँ एउटा भने आउँछ लास्टमा उनीहरूले काटिदिनु मन लागेको स्टुडेन्ट कट काटेर पठाइदिन्छ क्या पुरै के भन्नु अब नेपालमा भएको भए त आमा जस्तो भने त्यस्तै अनि अलिकति दायाँ बायाँ गऱ्यो भने पनि कराउन पाइने होइन रमाइलो त रमाइलो हो नि नेपाल कति कुरामा पैसा छैन पैसा नभएपछि लास्टमा त्यही रहेछ देख्नुभयो नि म दुईजना हुनुहुन्थ्यो दुईजनालाई ठ्याक्क खटाएँ ठ्याक्क बोलेँ चोर बजारी दोने नकी
चोर बजारी दोनेनो कि भने जस्तै मेरो नि यो चोर बजारीको चस्मा हो। मैले सस्तोमा नेपालमा किनेको हो, कोरियामा आएर किने होइन यो चस्मा। मैले कोरियामा आएर किनेको थिएँ चस्माहरू 2-3टा महँगो महँगो, त्यो चाहिँ नेपालमा राखेर अनि नेपालको सस्तो चस्मा चाहिँ सस्तो चस्मा चाहिँ यहाँ लिएर आएर लगाइरहेको छु। कस्तो लाग्यो मेरो आइडिया तपाईँहरूलाई? तपाईँहरूले नै पेस्ट एन्ड कपी गर्न सक्नुहुन्छ, कपी पेस्ट गर्न सक्नुहुन्छ। बाँस हो, कोरियामा बाँस चाहिँ यस्तै यस्तै देखिरहेको मैले, मोटो बाँस चाहिँ देख्दिनँ कहिले पनि। यस्तो बाँस हुन्छ होइन, बाँस हो यो, त्यस्तो विशेषता विशेष। ल म चाहिँ अघिको ठाउँमा आइपुगेँ है। अघि म ठ्याक्कै गएको ठाउँमा, ठ्याक्कै म इन्ट्री गरेको ठाउँ यही हो है। टक्क लगाएर एकछिन यहाँ गएर बस्छु म अब। त्यहाँ आजुमाहरू नि हुनुहुँदो रहेछ होइन, त्यहाँ गएर चाहिँ बोल्दिनँ।